प्युपिल हेर्नु त यो बिचको ब्ल्याक स्ट्रक्चर यो के हो त प्युपिल आँखाको कालो नानी भन्नुहुन्छ नि दिस वान इज प्युपिल र प्युपिल वरिपरि यहाँ ब्लू कलर दिएको छ प्युपिल वरिपरिको ब्लू कलर छ दिस वान इज यो के हो यो बिचको के रहेछ दिस वान इज प्युपिल र प्युपिल हेर्नु है त दिस वान इज प्युपिल र यसको वरिपरिको कलर छ दिस वान इज आइरिस यदि त थाहा पाउनु पर्यो नि दिस वान इज आइरिस यहाँ मैले सर्कलले देखाउँदैछु लुक्या यो पार्ट के यो जुन पार्ट देखिया छ दिस वान इज आइरिस क्लियर सक्यो त्यहाँभन्दा चाहिँदैन पछि क्वेसन गर्दा नयाँ कुरा आयो भने त्यसमा एड हुन्छ दिस वान इज प्युपिल र यसको वरिपरि के हो त दिस वान इज आइरिस यो व्हाइट पार्ट देखिया छ नि दिस वान इज यो व्हाइट पार्ट को नाम यो पार्ट को नाम के हो दिस वान इज स्केलेरा हेर्नु यो पनि यो सबै पार्ट को त स्केलेरा यसको बाहिरको कभरिङ छ नि यो व्हाइट पार्ट भन्दा बाहिर एउटा कुनै पनि कलर नहुने लेयर छ यो लेयरको नाम के हो लुक्या यो बाहिरको लेयर छ यो स्केलेरा भन्दा बाहिरको लेयर दिस वान इज कन्जक्टाइभा यो पार्ट को नाम के हो त दिस वान इज ट्रान्सप्यारेन्ट लेयर दिस वान इज कन्जक्टाइभा र आइबलमा अट्याच हुने भएर त्यसलाई के भन्ने आइबलमा अट्याच छ सो दिस वान इज बल्बर कन्जक्टाइभा बल्बर कन्जक्टाइभा पहिला यति जान्नु है त बिचमा के रहेछ पहिला आँखाको पाटहरु यसरी बिचमा कालो नानी देखिन्छ नि यो टल्किने मेरो आँखा देख्नु भएको छ बिचको सानो टल्किन्छ नि जहाँ लेन्सले गर्दा टल्क्या छ टल्केको पार्ट छ बिचमा दिस वान इज यो बिचको ब्ल्याक कलर इज दिस वान इज प्युपिल र यसको वरिपरि कालो नानी छ दिस वान इज आइरिस र बाहिरको व्हाइट पार्ट यहाँ हेर्नु त मेरो सेतो भागहरु देख्नुभयो यो आँखा हेर्दा देख्नुभयो दिस वान इज स्क्लेरा दिस वान इज स्क्लेरा स्क्लेरा भन्दा बाहिर कन्जक्टाइभा बल्बर कन्जक्टाइभा हामीले के भन्छ जन्डिस भएको छ कि छैन दिस वान इज इक्टेरस इक्टेरस कहाँ हेर्ने रहेछ इक्टेरस कहाँ हुने रहेछ बल्बर कन्जक्टाइभा यो आइलिड हो हेर्नु त यो माथिको यो तलको दिस वान इज आइलिड eyelid this one is eyelid इक्टेरस भनेको जन्डिस इक्टेरस इज जन्डिस पहिला यति यो सरफेसली बुझाउन खोज्यो रिप्लाई गर्नु है रिप्लाई भएन भने न मलाई पढाउन मजा लाग्छ न बुझेको फिल हुन्छ आइलिड अप्पर आइलिड माथि हुनेलाई यो अप्पर आइलिड तलकोलाई के भन्ने त लोअर आइलिड यो आइलिड भन्दा भित्र हुने कन्जक्टाइभालाई ठ्याक्क यो आँखाको परेली कहिलेकाहीँ बच्चामा पल्टाउनु भयो कि पल्टाउनु भएन यसरी वेट ल यसरी फर्काउँदैछु गाह्रो हुँदो रहेछ तल पनि हुन्छ नि दिस वान इज आइलिड भन्दा भित्रको हुने कन्जक्टाइभालाई पाल्पेब्रल कन्जक्टाइभा यति याद गर्नु बाहिरबाट हेर्दा एक्सटर्नल स्ट्रक्चर अफ आई दिस वान इज एक्सटर्नल स्ट्रक्चर अफ आई मा चाहिँ
माथि हुने लिडलाई के भन्ने यो माथि हुने लिडलाई फास्ट रिप्लाई गर्ने माथि हुने लिडलाई के भन्नुहुन्छ अप्पर आइलिड तल हुने लिडलाई के भन्नुहुन्छ तल हुने लिडलाई लोअर आइलिड अप्पर आइलिड र लोअर आइलिड फर्काउँदा भित्र रातो भाग देखिन्छ कि देखिँदैन बच्चामा कसरी तर्सायो होला नि युजुअली लोअर आइलिड भन्दा भित्र हुने कन्जक्टाइभालाई पाल्पेब्रल कन्जक्टाइभा त्यहाँ के हेर्छ त पाल्पेब्रल कन्जक्टाइभामा पाल्पेब्रलको सेकेन्ड लेटर के छ ए भनेको एनेमिया एनेमिया कहाँ हेर्ने रहेछ टेल मी एनेमिया कहाँ हुने रहेछ पाल्पेब्रल कन्जक्टाइभा माथि हुने दिस वान इज अप्पर आइलिड यो भाग छ नि यो देखिएको पार्ट दिस वान इज अप्पर आइलिड यो तलतिर देखिन्छ दिस वान इज लोअर आइलिड तलतिरको भाग देखिया छ दिस वान इज लोअर आइलिड यो आइलिड भन्दा भित्र हुने ठ्याक्कै अपोजिट पल्टाउँदा देखिने दिस वान इज पाल्पेब्रल कन्जक्टाइभा पाल्पेब्रल कन्जक्टाइभामा के हुन्छ त के हेर्ने रहेछ एनेमिया ठ्याक्कै यो बल बाहिर सबभन्दा बल बाहिरको लेयरलाई बलमा हुने लेयरलाई के भन्ने बल्बर कन्जक्टाइभामा के हेर्ने रहेछ त बल्बर कन्जक्टाइभामा इक्टेरस आइसिटियुआरयुएस इक्टेरस भनेको के रहेछ त जन्डिस कलरेसन अफ आई को कलर ब्लू हो कि यो नीलो आँखा हो कि कालो आँखा हो केले डिटरमाइन गर्ने रहेछ कलरेसन अफ कलर अफ द आइरिस इज ड्यू टु द आइरिस र बिचमा पाल छ त्यो पालको नाम के रहेछ प्युपिल त्यो पालको नाम के रहेछ प्युपिल दिस वान इज एक्सटर्नल स्ट्रक्चर बाहिरबाट हेर्दा देखिने आँखा हो भित्र आँखाको डल्लो हुन्छ यो स्ट्रक्चर म पछि ड्र गर्छु माथि हुने अप्पर आइलिड यति याद गर्नु तल हुने लोअर आइलिड युजुअली लोअर आइलिड पल्टाएर यसरी हेर्छ यसरी लुक्यो यो देखियो नि यो देख्नु भएको छ लोअर आइलिड यो भित्रको देखिएको यो के हो त कन्जक्टाइभा यो कन्जक्टाइभालाई के भन्छ पाल्पेब्रल कन्जक्टाइभा के हेर्ने रहेछ एनेमिया र यो बल डल्लो भित्र हुने कन्जक्टाइभालाई के भन्ने बल्बर कन्जक्टाइभा के हेर्ने रहेछ जन्डिस कलरेसन अफ आई यो आई को कलर केले गर्दा दिने रहेछ दिस वान इज आइरिस र यो बल्बर कन्जक्टाइभा भन्दा भित्र यो देखिने दिस वान इज स्क्लेरा है त र सिम्पली यो स्क्लेराको कभरिङ बाहिर व्हाइट पार्टले गरेछ भने स्क्लेरालाई यहाँ केले कभर गरेछ बल्बर कन्जक्टाइभा हो भने यो बिचमा केले कभर गर्छ यसलाई यहाँ पनि ट्रान्सप्यारेन्ट लेयर छ यो बिचको यो ट्रान्सप्यारेन्ट लेयर छ कर्निया सो आँखाको कालो भाग कभर गर्ने केले ल हेर्नु त आँखाको कालो भाग कभर गर्ने हजुरको आँखा हेर्नुभयो त्यो कालो भाग केले कभर गर्छ भने सोध्छ कालो भाग कभर गर्ने केले रहेछ कर्निया आँखाको सेतो भाग देखिन्छ नि कालो भागको साइडमा त्यो स्क्लेरा हो र त्यसलाई कभर गर्ने स्क्लेरालाई कभर गर्ने केले रहेछ बल्बर कन्जक्टाइभा लाउन टेल मी कन्जक्टाइभा कति टाइपको रहेछ त मलाई रिप्लाई गर्नु त कन्जक्टाइभा कति टाइपको रहेछ दुईटा कन्जक्टाइभा कति टाइपको रहेछ दुईटा एउटा के बलमा आइबलमा हुनेलाई त्यसलाई के भन्छ बल्बर कन्जक्टाइभा आइबलमा हुनेलाई बल्बर कन्जक्टाइभा र अर्को चाहिँ आइलिड भित्र हुनेलाई पाल्पेब्रल कन्जक्टाइभा एनेमिया कहाँ हेर्ने रहेछ क्यान यु प्लिज टेल मी I that is palpebral conjunctiva anemia जन्डिस कहाँ हेर्ने रहेछ त बल्बर कन्जक्टाइभा जन्डिस चाहिँ कहाँ हेर्छ त बल्बर कन्जक्टाइभा यो स्क्रिनशट गर्नु यो एक्सटर्नल स्ट्रक्चर मैले यसैबाट देखाइदिएँ छिटो फास्ट स्क्रिनशट गर्नु त धेरै सोध्दैन के सेन्स अर्गानबाट एकदम डेप्थमा सोध्न मिल्दैन त्यही भएर यो छिटो पढाउन खोजे फास्ट स्क्रिनशट गर्नु म चेन्ज गरिदिउँ डिलिट गरिदिउँ
आई को कलर चेन्ज गर्न मिल्छ किन चेन्ज गर्नु पर्यो यस्तो आई बल यस्तो देखिन्छ दिस वान इज आई बल यो पार्ट के हो एकचोटि भन्दै जानु यो पार्ट के हो प्युपिल यो बाहिरको यो कालो सर्कल के हो यो पार्ट के हो आइरिस यसलाई कभर गर्ने यो सबैलाई केले कभर गर्छ यो सबैलाई ढाक्दिनु त यसरी यहाँ कभर गर्ने केले कर्निया यो व्हाइट पार्ट के हो यो व्हाइट पार्ट दिस व्हाइट पार्ट इज कल्ड स्क्लेरा यो स्क्लेरा केले कभर गर्ने रहेछ स्क्लेरा केले कभर गर्ने रहेछ बल्बर कन्जक्टिभा केले कभर गर्छ बाइ द बल्बर कन्जक्टिभा सिम्पली तीनवटा लेयर छ हेर्नु है त आई को तीनवटा लेयरमा डिभाइड गर्छ एकैछिन आयो यो visual cortex located in question number 1 visual cortex located in nictitating membrane कहाँ हामीमा हुन्छ हावा कुरा गरेर हुन्छ visual cortex frog मा हुने presented option number A frontal lobe option number B parietal lobe option number C occipital lobe option number D temporal lobe visual cortex present in भन्नु भने चाहिँ visual cortex केमा रहेछ occipital lobe मा in case of eyeball को कोटिङ कतिवटा लेयर हुने रहेछ eyeball को कतिवटा लेयर हुन्छ क्यान यु टेल मी तीनवटा लेयर visual cortex भनेको हामीले हेर्ने कन्ट्रोल गर्ने आँखाको हेराइ सबै कन्ट्रोल गर्ने चाहिँ ब्रेन को कुन लोबले कन्ट्रोल गर्ने रहेछ occipital लोबले सो आइबल को तीनवटा लेयर छ सबभन्दा बाहिरको लेयरको नाम ट्युनिका हेर्नु है त यसरी सम्झिनु आँखालाई बाहिर एक्सटर्नल त पढाइसके भित्र हेर्दा ट्युनिका फाइब्रोसा आइबल को तीनवटा लेयर रहेछ सबभन्दा बाहिरको लेयरको नाम ट्युनिका फाइब्रोसा र ट्युनिका फाइब्रोसा भनेको कुन लेयर हो त क्यान यु प्लिज टेल मी ठ्याक्कै कालो भागमा केले बनाउँछ कर्निया कालो भागमा कर्निया सेतो भाग भनेको स्क्लेरा हेर्नु है त another one is ट्युनिका यो बुझ्न एकदमै जरुरी छ एउटा ट्युनिका फाइब्रोसा अर्को ट्युनिका भ्यास्कुलोसा भनेको ब्लड भेसलबाट बन्ने लेयर हो ट्युनिका भ्यास्कुलोसा इज द ब्लड भेसलबाट बन्ने लेयर हो यो के हो त कोरोइड आइरिस कोरोइड and the one is ciliary body ICC भनेर इन्डियन क्रिकेट काउन्सिल एउटा आइरिस रहेछ अर्को कोरोइड रहेछ अर्को सिलियरी बडी ओके इन्टरनेशनल बनाए पनि हुन्छ जे बनाए पनि हुन्छ इन्टरनेशनल क्रिकेट काउन्सिल ICC भन्ने सम्झे हुन्छ another one is
त्योभन्दा नि भित्रको लेयरको नाम के हो? सबभन्दा बाहिर फाइब्रस लेयर, त्योभन्दा भित्र ट्युनिका भ्यास्कुलोसा, त्योभन्दा भित्र चाहिँ ट्युनिका नर्भोसा, नर्भबाट बनेको लेयर। ट्युनिका नर्भोसा। ट्युनिका नर्भोसा सिम्पली हेर्नु त, आईको कोटिङ हेर्दा सबभन्दा बाहिरको लेयरको नाम के रहेछ? ट्युनिका फाइब्रोसा। बिचको लेयरको नाम के रहेछ? ट्युनिका भ्यास्कुलोसा। त्योभन्दा भित्रको नाम के छ? ट्युनिका नर्भोसा। नर्भोसा भनेको के हो त? रेटिनाले बन्छ। नर्भोसा चाहिँ केले बन्छ? रेटिनाले। यो फिगरमा देखाउँदैछु, लुक्या। This one is eyeball. This structure is eyeball. हेर्नु है त, यहाँ आइबल देखाउँदैछु। यो मेटाउँदैछु मैले। आइबलको सबभन्दा बाहिरको लेयरको नाम के रहेछ? सबभन्दा बाहिरको यो लेयरलाई के भन्नुहुन्छ? दिस वान इज ट्युनिका फाइब्रोसा। फाइब्रोसामा यतातिरको पछाडिको भाग के हो त? यो दिस वान इज स्क्लेरा। पछाडितिरको भाग यहाँसम्म स्क्लेरा हो भने मैले अब यहाँ ब्लू कलरले देखाएको छु, दिस वान इज कर्निया। यो लेयर हेर्नु त, यहाँ कतिवटा कुरा भयो? अगाडितिर कर्निया भनेको कति भाग रहेछ? आइबलको 1/6 पार्ट। बाँकी सबै के रहेछ त? पछाडिको हेर्नु त, यत्रो पार्ट, पुरै पार्ट के छ त? स्क्लेरा। बुझ्दै हुनुहुन्छ? 5/6 पार्ट इज स्क्लेरा। अगाडिको 1/6 6 भागको एक भाग मात्रै के रहेछ? कर्निया। पछाडिको 6 भागको 5 भाग सबै के रहेछ त? स्क्लेरा। सो कर्निया र स्क्लेरा बाहिरको लेयर हो, दिस वान इज फाइब्रोसा। फाइब्रोसामा अगाडितिर कर्निया हुन्छ भने पछाडितिर स्क्लेरा। कर्निया के रहेछ? 1/6 पार्ट र स्क्लेरा कति रहेछ त? कर्निया कति रहेछ? 1/6 पार्ट, स्क्लेरा कति रहेछ त? 5 भागको 6 भाग। टोटल लेयर अफ कर्नियाको लेयर कति हो भने सोध्छ। कर्नियाको लेयर कति हो? लेयर अफ कर्निया भनेर याद गर्नु है त। कर्नियाको लेयर कति हो भने सोध्यो भने केटीको लगाउने दिस वान इज 5 वटा लेयर। कर्नियाको लेयर 5 वटा लेयर छ। कर्निया अभ्यास्कुलर हो, याद गर्नु। कर्नियामा ब्लड भेसल हुँदैन, इभन स्क्लेरामा पनि ब्लड भेसल हुँदैन, किनकि यो फाइब्रोसा लेयर हो। स्क्लेराको कतिवटा लेयर हुने रहेछ? स्क्लेराको कतिवटा लेयर हुने रहेछ? टोटल लेयर अफ स्क्लेरा, can you please tell me? 3 layers. स्क्लेरा कति लेयर्स हुने रहेछ? 3 लेयर्स। हेर्दा कस्तो देखिन्छ? सेतो भाग, पोस्टेरियर 5 भागको 6 भाग। स्क्लेरा भ्यास्कुलर कि अभ्यास्कुलर? स्क्लेरा भ्यास्कुलर कि अभ्यास्कुलर? स्क्लेरा इज अभ्यास्कुलर। यो बाहिरको लेयर। यो भन्दा भित्र अर्को लेयर छ, त अर्को लेयरको नाम के हो? यो भन्दा भित्रको लेयर, दिस वान इज ट्युनिका भ्यास्कुलोसा। हेर्नु है त, यो भन्दा भित्रको लेयरको नाम दिस वान इज ट्युनिका भ्यास्कुलोसा। दुईटै अभ्यास्कुलर हो नि। फाइब्रोसाको पार्ट हैन त? फाइब्रोसाको पार्ट भएपछि दुईटै अभ्यास्कुलर। यो भन्दा भित्रको पार्ट बल्ल दिस वान इज ट्युनिका भ्यास्कुलोसा। ट्युनिका भ्यास्कुलोसाको पछाडितिरको भागलाई के रहेछ? पछाडितिरको पार्ट दिस वान इज कोरोइड। कोरोइड भनेपछि के रहेछ? भ्यास्कुलर लेयर रहेछ। अगाडितिर पछाडितिर कोरोइड छ भने अगाडितिर के होला? यो अगाडिको पार्ट। यहाँ हेर्नु त, अगाडितिरले मैले ब्ल्याक कलरले देखाउँदैछु, त्यसमा यतातिर के बनाए त? सिलियरी बडी।
अगाडितिर के बनायो यसले सिलियरी बडी र यो सिलियरी बडी के को पार्ट रहेछ ल हेर्नु त यो लेयर भ्यास्कुलसाको लेयर हो कि सिलियरी बडी भ्यास्कुलोसाको लेयर हो कि त्यही भएर सिलियरी बडी के रहेछ त भ्यास्कुलोसा भ्यास्कुलर लेयर रहेछ सिलियरी बडीको वरिपरि यो प्युपिल हो भने यसको वरिपरि यो लेयर छ नि दिस्वानिस आइरिस आइरिस पनि के रहेछ त भ्यास्कुलर लेयरको लागि एउटा आइरिस रहेछ अर्को सिलियरी बडी रहेछ अर्को कोरोइड रहेछ भ्यास्कुलर लेयरको लागि के भने सम्झिने आइसिसी भ्यास्कुलर लेयर इज आइसिसी यो भन्दा नि भित्रको लेयरको नाम के हो टेल मी यो भन्दा नि भित्रको लेयरको नाम This one is नर्भोसा नर्भोसा भनेपछि नर्भबाट बन्ने नर्भबाट बन्ने के हो त रेटिना एकैछिन मेरो हस्पिटलबाट फोन आयो ल एकैछिन ल आज ड्युटी छ के यो रिभाइज गर्नु त एकचोटी यति कुरा याद गर्नु ल सिम्पली कोट र लेयर अफ आई भन्यो भने कति लेयर रहेछ त्यति चाहिँ जान्नु पर्यो कहिल्यै पनि बिर्सिन पाउनु लेयर अफ आई भन्यो भने ल एकचोटि रिप्लाई गर्नु र आई को कतिवटा लेयर छ सबभन्दा बाहिर फाइब्रोसा त्योभन्दा भित्र भ्यास्कुलोसा त्योभन्दा भित्र नर्भोसा फाइब्रोसाको पछाडितिरको भाग केले बनाउनु रहेछ फाइब्रोसाको पछाडितिरको भाग केले बनाउनु रहेछ स्क्लेरा भने अगाडिको भाग केले बनाउनु रहेछ अगाडिको भाग कर्निया कर्नियाले कति पर्सेन्ट बनाउँछ कति पार्ट गराउँछ र स्क्लेराले कति पार्ट बनाउँछ कति पार्ट बनाउँछ ओके 1/6 कर्निया र 5/6 स्क्लेरा अब त्योभन्दा भित्रको लेयरको नाम के रहेछ ट्युनिका ट्युनिका भ्यास्कुलोसा र त्यहाँ के पर्छ ल भन्नु त ट्युनिका भ्यास्कुलोसामा आइसिसी आईबाट आइरिस यो आइरिस हो सिलियरी बडी आइरिस सिलियरी बडी another one is choroid vascular layer त्योभन्दा भित्रको लेयरको नाम के रहेछ नर्भोसा र नर्भोसामा के पर्ने रहेछ नर्भोसामा के पर्ने रहेछ त रेटिना कोट कतिवटा कोट रहेछ तीनटा एउटा पोइन्ट टु बी रिमेम्बर्ड तीनवटा कोट रहेछ टोटल लेयर अफ कर्निया भन्यो भने कति रहेछ टोटल लेयर अफ कर्निया 5 टोटल लेयर अफ स्क्लेरा भन्यो भने चाहिँ स्क्लेरा भन्यो भने चाहिँ कति 3 हेर्नु है त इन्फ्लामेसन अफ कर्निया इज कल्ड inflammation of cornea option number A scleritis स्क्लेरा पनि अभ्यास्कुलर हो अभ्यास्कुलर हो के स्क्लेरा पनि
Option number B, keratitis. Option number C, iritis. Option number D, none. Answer is keratitis. Scleritis भनेको इन्फ्लामेसन अफ स्क्लेरा. इन्फ्लामेसन अफ स्क्लेरा के भन्ने? Inflammation of sclera is called scleritis. Inflammation of cornea is called keratitis. यहाँ हेर्नु है त, यहाँ ठ्याक्क यो जंक्सन छ नि, यो के को जंक्सन हो हेर्नु त. यो ब्लू कलरले कर्निया देखाछ, रेड कलरले स्क्लेरा देखाछ. यो जंक्सन छ नि, यसलाई के भन्छ? This one is limbus. यो लिम्बस हो. लिम्बस भनेको के को जंक्सन रहेछ? अगाडि के छ? कर्निया. अगाडि के छ? कर्निया. पछाडि के छ? स्क्लेरा. कर्निया र स्क्लेराको जंक्सनलाई आजदेखि के भन्नुहुन्छ त? लिम्बस. पक्नु त, अरु पढाउनै बाँकी छ. अहिले यतिकै नसोध्नु, टाइम आउँछ. पहिला आँखा त राम्रोसँग बुझ्नु. पार्ट अफ आई used in donation. Part of eye used in donation. डोनेसन में आई को कुन पार्ट यूज हुन्छ? अप्सन नम्बर ए स्क्लेरा. अप्सन नम्बर बी कर्निया. अप्सन नम्बर सी रेटिना. Option number D, choroid. Answer is cornea. Cornea is purely avascular, okay? Avascular like चाहिँ donate गर्न सजिलो हुन्छ and easy to donate. Part of eye which यो eye donation लाई के यूज गर्ने? eye donation लाई के टर्म यूज गर्छ? केराटोप्लास्टी. कर्निया ट्रान्सप्लान्ट लाई के भन्ने रहेछ? कर्निया दिनलाई. किनकि आँखाको नदेख्ने काम त यतिबाट मात्रै त गर्ने हो. हेर्नु त, आँखा हेर्ने त अगाडिको भागले मात्रै हो नि त. कालो नानी भाग ढाक्ने कर्निया. कर्निया चेन्ज गरेपछि पुग्छ है त. ठ्याक्कै यो कर्निया भित्र हुने फ्लुइडको नाम के हो? पछि बुझाउँछु. यो बुझाउने काम चाहिँ ठ्याक्कै यो कर्निया भित्र हुने फ्लुइडको नाम के हो? अगाडि छ नि, ए फर अगाडितिर छ, ए फर एक्वास ह्युमर. कर्निया अभास्कुलर भनेपछि त खानेकुरा न्युट्रिसन केले सप्लाई गर्छ? Diffusion from the aqueous humor. Now tell me, nutrition in the cornea. Nutrition in cornea. केले सप्लाई गर्ने रहेछ? कर्नियामा न्युट्रिसन केले सप्लाई गर्छ? Diffusion from the aqueous humor. Diffusion
फ्रम 21 उमेर याद गर्नु है त ओके इन्फ्लामेसन अफ कर्निया इज कल्ड मलाई फास्ट रिप्लाई गर्नु के भइरहेछ यार मलाई फास्ट रिप्लाई गर्नु त इन्फ्लामेसन अफ कर्निया इज कल्ड केराटाइटिस इन्फ्लामेसन अफ स्क्लेरा इज कल्ड स्क्लेराको इन्फ्लामेसनलाई स्क्लेराइटिस अगाडितिरको च्याम्बरमा के हुने रहेछ यो इन्टेरियर च्याम्बरमा अगाडितिर कुन फ्लुइड हुने रहेछ 21 उमेर हो भने यो पछाडितिर यो भित्रको च्याम्बर छ नि रेटिना भित्रको च्याम्बर भिट्रियस ह्युमर हेर्नु है त अगाडितिर 21 उमेर हुन्छ भने पछाडि भिट्रियस ह्युमर नेक्स्टमा जानु कर्निया इज लाइन बाई व्हिच इपिथेलियम कर्निया इज लाइन बाई व्हिच इपिथेलियम लाइन बाई व्हिच इपिथेलियम कुन इपिथेलियममा कर्नियामा कुन इपिथेलियम हुन्छ अप्सन नम्बर ए केराटिनाइज स्ट्राटिफाइड स्क्वामस केराटिनाइज स्ट्राटिफाइड स्क्वामस ऑप्शन नंबर बी नॉन केराटिनाइज स्ट्राटिफाइड स्क्वामस नॉन केराटिनाइज स्ट्राटिफाइड स्क्वामस नॉन केराटिनाइज स्ट्राटिफाइड स्क्वामस ऑप्शन नंबर सी कोलमनार columnar option number D cuboidal answer is non keratinized stratified squamous keratinized कहाँ हुने त keratinized stratified squamous कहाँ हुने त नहासमा नहासको यानीबाट नेल एच हियर यसबाट स्किन ल भन्नु त केराटिनाइज स्ट्राटिफाइड स्क्वामस एपिथेलियम प्रेजेन्ट इन भन्यो भने आजदेखि के भने सम्झिनुहुन्छ केराटिनाइज स्ट्राटिफाइड स्क्वामस एपिथेलियम प्रेजेन्ट इन आई एम आस्किङ केराटिनाइज के सोधाछु राम्रोसँग बुझ्नु केराटिनाइजको लागि चाहिँ नहास केराटिनाइजको लागि नहासको यानीबाट नेलमा केराटिनाइज हो एचएमा हियरमा केराटिनाइज हो यसबाट स्किन केराटिनाइज नॉन केराटिनाइज को लागि बल्ल बीओसीए भनेर सम्झाएको थिए फुल फर्म घरमा गएर याद गर्नु पहिलाको भिडियोमा हेर्नु यो मैले पढाएको छु लेयर अफ कर्निया भने सोध्यो भने कति लगाऊ लेयर अफ कर्निया लेयर अफ कर्निया कतिवटा 5 वटा लेयर अफ कर्निया 5 वटा कर्निया रे न्यूट्रिसन कहाँबाट लिने रहेछ कर्नियाले न्यूट्रिसन कहाँबाट लिने रहेछ 21 ह्युमरबाट डिफ्युजन भयो अगाडिको च्याम्बरमा हुने के रहेछ अगाडिको च्याम्बरमा कुन फ्लुइड हुने रहेछ 21 ह्युमर पछाडिको च्याम्बरमा के हुन्छ त भिट्रियस ह्युमर अगाडि 21 पछाडि भिट्रियस ह्युमर आई डोनेसनमा कुन पार्ट अफ आई युज हुने रहेछ आई डोनेसनमा कुन पार्ट अफ आई युज हुने रहेछ दिस वान इज कर्निया तो आई डोनेट गर्नेलाई कुन टर्म के टर्म युज गर्ने कर्निया डोनेट गर्नेलाई केराटोप्लास्टी जंक्सन बिट्विन द कर्निया एन्ड स्क्लेरा यो स्क्लेरा हो भने यो कर्नियाको जंक्सनलाई के भन्नुहुन्छ दिस वान इज लिम्बस
आई को कतिवटा कोट कतिवटा लेयर हुने रहेछ 3टा बाहिरकोलाई फाइब्रोसा सकियो भित्रको के रहेछ त भ्यास्कुलोसा त्योभन्दा नि भित्र के रहेछ त नर्भसा इन केस अफ भ्यास्कुलोसा एनदर लेयर इज ट्युनिका भ्यास्कुलोसा हेर्नु त आई को अर्को लेयरको पार्ट के रहेछ ट्युनिका भ्यास्कुलोसा ट्युनिका भ्यास्कुलोसामा के हुन्छ त क्यान यु प्लिज टेल मी ट्युनिका भ्यास्कुलोसाको लागि आईसीसी भने सम्झाएको छु आईसीसी आईबाट आइरिस सीबाट कोरोइड अर्को सीबाट सिलियरी बडी सिलियरी बडी भ्यास्कुलर लेयर अफ आई भने सोधो अप्सन नम्बर ए स्क्लेरा अप्सन नम्बर बी कोरोइड अप्सन नम्बर सी कंजक्टाइवा अप्सन नम्बर डी रेटिना vascular layer is choroid vascular layer is choroid pigmented vascular layer of the eye is pigmented vascular layer of the eye option number A choroid option number B retina option number C cornea option number D none answer is एकैछिन ल वेदान्त यहाँ हेर्नु त बिचको लेयरलाई देखाउँदैछु यो पछाडीतिरको भाग केले बनाउने र अगाडिको पार्ट केले बनाउँछ यो म तीनवटै लेयर देखाउँदै छैन कि मैले यो भ्यास्कुलोसा मात्रै देखाउँछु हेर्नु दिस वान इज भ्यास्कुलोसाको पछाडीको लेयर केले बनाउँदैछ पछाडीपट्टिको पार्टलाई के भन्नुहुन्छ कोरोइड अगाडि गइसकेपछि यो केमा डिभाइड हुन्छ अगाडितिर गएपछि यो केमा डिभाइड भयो दिस वान इज सिलियरी बडी एन्टेरियरली अर्को के हुन्छ त एउटा सिलियरी बडी हो भने यसको वरिपरि पिगमेन्टेड लेयर छ नि यता पिगमेन्टेड लेयर यो पिगमेन्टेड लेयर छ नि दिस वान इज यो पिगमेन्टेड लेयरको नाम दिस वान इज आइरिस सो एन्टेरियरली के बन्ने रहेछ त यो बिचको भ्यास्कुलोसाको लेयरमा एन्टेरियरली आइरिस अर्को के रहेछ सिलियरी बडी पोस्टेरियरली के हुने रहेछ त कोरोइड यति क्लियर छ भने सेन्ड मी स्माइली प्लिज दिस आइरिस इज इक्विभ्यालेन्ट टु यो आइरिस केसँग इक्विभ्यालेन्ट हुन्छ क्यामेराको केसँग डायफ्राम अफ द क्यामेरा सोध्छ है त आइरिस इज इक्विभ्यालेन्ट टु डायफ्राम कलेजमा डिआई छ कि छैन डिआई भएको कलेजमा पढ्नुभयो कि पढ्नु भएन कपाल बाल्दा तान्दियो कि तान्दैन डायफ्राम
DI डायफ्राम आइरिस त्यही भएर यसले के कन्ट्रोल गर्छ त भन्दा कन्ट्रोल अमाउन्ट अफ लाइट इन्टरिङ द आई controls amount of light entering the eye control amount of light entering the eye तो केले control गर्ने रहेछ त it's due to the iris give color to the eye iris को हेर्नु है त give color to the eye eye लाई color दिने केले त केले eye लाई color दिने रहेछ iris ले control the amount of light entering the eye give color to eye eye लाई color दिने काम पनि केले गर्ने छ iris ले iris लाई color दिने काम केले गर्दा हुने रहेछ it's due to the melanin मेलानिनले गर्दा र मेलानिन केले सेक्रेट गर्ने यो पढाएको छु मैले मेलानोसाइटिन यो आइरिसले बनाएको एपर्चर छ नि यो एपर्चरलाई के भन्नुहुन्छ दिस एपर्चर फर्म बाइ द आइरिस इज कल्ड सिट यो एपर्चर बनाउँछ नि यो आइरिसले यो हेर्नु त दिस एपर्चर of iris is called pupil अगाडितिरको प्वाल हो के एपर्चर भनेको प्वाल आइरिसको बिचको प्वाललाई के भन्ने रहेछ दिस वान इज प्युपिल आइरिसको इन्फ्लामेसनलाई के भन्नुहुन्छ आइरिसको इन्फ्लामेसनलाई आइराइटिस अघि सोधेको थिए नि आइरिसको इन्फ्लामेसन दिस वान इज आइराइटिस कतिवटा लेयर हुन्छ आइरिसको 4 वटा लेयर क्वेशन नम्बर 1 आइरिसको टोटल लेटर कति छ आइरिसको टोटल लेटर आइरिसको टोटल लेटर 4 त्यही भएर लेयर पनि कति 4 इन्फ्लामेसन अफ आइरिस इज कल्ड inflammation of iris is called iritis आइरिस को बिचको प्वाललाई के भन्नुहुन्छ आइरिस को बिचको प्वाललाई के भन्ने दिस वान इज प्युपिल एपर्चर इज प्युपिल र कलरेसन अफ आई इज ड्यू टु भने सोध्यो भने के लगाउनु कलरेसन अफ आई इज ड्यू टु आइरिस र आइरिसले के कन्ट्रोल गर्छ आईमा लाइट इन्टर गर्ने आइरिस में कति टाइप अफ मसल हुन्छ त मसल प्रेजेन्ट इन आइरिस इज कल्ड एउटा दुईटा मसल एउटा हेर्नु है त आँखाको नानीलाई डाइलेट गर्ने मसल अर्को चाहिँ आँखाको नानीलाई डाइलेट गर्ने मसललाई दिस वान इज हेर्नु है त एउटा चाहिँ आँखाको नानीलाई कन्स्ट्रिक्ट गर्नेलाई स्पिन्चर प्युपिल हेर्नु है एउटा मसलको नाम स्पिन्चर प्युपिली यसलाई केले सप्लाई गर्छ पारासिम्प्याथेटिक नर्भस सिस्टम स्पिन्चर प्युपिली PNS त्यही भएर पारासिम्प्याथेटिकले गर्दा प्युपिल कन्स्ट्रिक्ट हुन्छ सानो हुन्छ एउटा पोइन्ट याद गर्नु प्युपिल कन्स्ट्रिक्ट हुनेलाई मायोसिस भन्छ मायोसिस भनेको के रहेछ कन्स्ट्रिक्सन अफ द प्युपिल आइरिस को मसलले प्युपिललाई यो प्वाल छ नि कि त यो प्वाल सानो हुन्छ सो कन्स्ट्रिक्सन अफ प्युपिल इज मायोसिस इज द कन्स्ट्रिक्सन केले गर्दा हुनेछ पारासिम्प्याथेटिक नर्भस सिस्टम कुन मसल स्पिन्चर प्युपिली अर्को मसलको नाम स्पिन्चर अर्को मसलको नाम डाइलेटर प्युपिली डाइलेटरले गर्दा के हुन्छ पिगमेन्टेड लेयर भनेको छु कलरेसन अफ आई भनेको छु र मैले
पिगमेन्टेड लेयर भन्यो भने कोरोइड टिक लगाउने हो, तर कलरेसन अफ आई इज ड्यू टु भन्यो भने चाहिँ आइरिस टिक लगाउने हो। क्वेसन बुझ्नु पर्यो नि भनेको क्वेसन हैन। ओके, मलाई एकदम फास्ट रिप्लाई गर्नु है, ऱ्यापिड फायर राउन्ड। प्युपिलमा कति टाइप अफ मसल हुने रहेछ? प्युपिललाई कि त कस्ट्रिक गर्ने कि त डाइलेट गर्ने। ल भन्नु त, कस्ट्रिक गर्ने मसलको नाम के हो, डाइलेट गर्ने मसलको नाम के हो? कन्स्ट्रिक्सन गर्ने मसलको नाम, कन्स्ट्रिक्सन गर्ने मसलको नाम स्पिन्चर प्युपिली। स्पिन्चर प्युपिलीले कन्स्ट्रिक्सन गर्छ। किन कन्स्ट्रिक्सन गर्छ? स्पिन्चर प्युपिलीमा कुन नर्भस सिस्टम सप्लाई हुन्छ? एस स्पिन्चर प्युपिलीमा चाहिँ पारासिम्प्याथेटिक नर्भस सिस्टम। प्युपिल कन्स्ट्रिक्सन हुनेलाई के टर्म युज गर्नुहुन्छ? कन्स्ट्रिक्सन अफ प्युपिल इज कल्ड मायोसिस। अब डाइलेटर प्युपिलीले के गर्छ? डाइलेट गर्छ। प्युपिल डाइलेट गर्नेलाई के टर्म युज गर्नुहुन्छ? के टर्म युज गर्नुहुन्छ? माइड्रियासिस। माइड्रियासिस भनेको के रहेछ? माइडियाट्रिस भनेको प्युपिल डाइलेट। प्युपिल डाइलेट भयो भने त्यसलाई के भन्ने रहेछ? माइड्रियासिस। प्युपिल कन्स्ट्रिक्ट भयो भने त्यसलाई के भन्ने रहेछ? मायोसिस। कुन नर्भस सिस्टमले डाइलेट गर्छ? डाइलेट गर्ने केले त सिम्प्याथेटिक नर्भस सिस्टम, याद गर्नु। सिम्प्याथेटिकले प्युपिललाई के गर्ने रहेछ? ओके, प्युपिलमा दुईटा मसल हुने रहेछ, एउटा स्पिन्चर प्युपिली, अर्को डाइलेटर प्युपिली। स्पिन्चर प्युपिलीमा पारासिम्प्याथेटिक, त्यही भएर कन्स्ट्रिक्सन हुन्छ, मायोसिस। अर्को डाइलेटर प्युपिली सिम्प्याथेटिक हुन्छ, त्यही भएर डाइलेट हुन्छ, माइड्रियासिस। माइड्रियासिस भनेको के रहेछ र भन्नु त? माइड्रियासिस भनेको व्हाट इज माइड्रियासिस? प्युपिल डाइलेट हुने। व्हाट इज मायोसिस? प्युपिल कन्स्ट्रिक्ट हुने। प्युपिल कन्स्ट्रिक्ट हुने। आइरिस कतिवटा लेयर हुने रहेछ? आइरिसको कतिवटा लेयर? 4 वटा। कसरी सम्झिनुहुन्छ आइरिसको लेयर? आइरिसको लेयर कसरी सम्झिनुहुन्छ? आइरिसको लेटरले 4 वटा छ। ओके, कलरेसन अफ आई इज ड्यू टु भने सोध्यो भने के लगाऊ? आइरिस, किनकि आइरिसमा मेलानोसाइट सेल हुन्छ र त्यसले के बनाउँछ? मेलानिन। मेलानिनले सधैँ कालो दिँदैन, कहिलेकाहीँ रिफ्लेक्सन अफ लाइटले नीलो पनि देखिन सक्छ। Which of the layer of eye control the amount of light entering to the eye? आइरिस र पिगमेन्टेड लेयर भन्नु भने चाहिँ के रहेछ त? कलर अफ द आई आइरिसले दिने रहेछ भने पिगमेन्टेड लेयर, पिगमेन्टेड भ्यास्कुलर लेयर कोरोइड। सिम्प्याथेटिक सप्लाईले गर्दा प्युपिल के हुने रहेछ? सिम्प्याथेटिक सप्लाईले गर्दा प्युपिल डाइलेट हुने रहेछ भने सिम्प्याथेटिकले गर्दा के हुन्छ त? कन्स्ट्रिक्ट। यो नझुक्किनु है त, म नर्भस सिस्टम पढाउँदा पढाएको छु, सम्झिने तरिका। इज द्याट क्लियर? क्लियर? स्क्रिन सर्ट गर्नु फास्ट। मेरो फोन आएको, आई गरौँ कि हस्पिटलबाट। आई एम सरी यार। क्विक। भ्यास्कुलर पिगमेन्टेड भनेर सोधेको छ नि त क्वेसन। भ्यास्कुलर पिगमेन्टेड भनेको त कोरोइड त हुन्छ नि, रेटिना त भ्यास्कुलर हुँदैन नि त। त्यही भएर क्वेसन राम्रोसँग सोध बुझ्नु। मेरो आज नाइट ड्युटी छ। अब हिजो पढाइएन, हिजो आफ्नो क्लासले धेरै नपढाउँदा नि कहाँ बिर्सिनुहुन्छ जस्तो लाग्छ कि मलाई। फेरि सक्यो? डन?
आइरिस पनि भ्यास्कुलर पिगमेन्टेडै हो भन्न मिल्छ। अलिक गाह्रो भयो हो आज क्लास। सेन्स अर्ग्यान अब राम्रोसँग बुझ्न त गाह्रो छ, सजिलो छैन। अरू क्वेसन चाहिँ भोलि सोध्नु होला नि त, भोलि पनि क्लास हुन्छ है। भोलि क्लास हुन्छ, भोलि लिन्छु। थ्याङ्क यू, थ्याङ्क यू एभ्रिवान। क्वेसन पनि भोलि लिन्छु।